हाई गुड मर्निङ। आज चाहिँ अलिअलि पानी पर्दैछ नि त। यहाँदेखि देखेको छ कि छैन? आमा चाहिँ त्यहाँ सब्जी लिनु हुँदैछ। आज चाहिँ मेरो सुई लाउने दिन हो। 28 तारिक लगाएको थिएँ अनि आज 1 तारिक एउटा। बिमार छु। हाम्रो घरमा चाहिँ चोरी भएछ। यो डोङ्गै छैन नि। हजुर डोङ्गै त भएको भए त मैले थाहा पाइहाल्थेँ नि त। डोङ्गै देख्दैन? डोङ्गै थिएन। यसलाई के गरिदिएको रहेछ भने लोगीहरू चाहिँ यता घुमाइदिएको रहेछ नि त। यसरी घुमाएको रहेछ। यतिमा यहाँ आएको रहेछ। सुनिस् यति घुमाएको रहेछ। दरवाजा जस्तो मैले बन्द गर्नु खोजेँ नि, बिचको पैसा चाहिँ उठेको देखेँ नि त। भित्र पस्नु पर्छ मन लाग्यो बुझिस्? सपक्कै गरेर चाहिँ मैले यस्तो हालेर पहिला यहाँ हेरेँ। यसो गरेर हेरेँ कि मलाई कस्तो लाग्यो मनमा कि म क्या हो भने मलाई भने जस्तो मनमा लाग्यो कि यसरी घुमाएर हेर्छु भनेर हेर्ने पैसा गायब। फेरि के भन्छ हतार लिएर चाहिँ यो उता गएको छ। पैसा सबै ढालिरहेको छ बुझिस्? ए सबै ढालिरहेको छ। अनि के गर्छ पैसा पनि लग्यो, यहाँको डल्लै पैसा लग्यो बुझिस्? डल्लै पैसा लगेर पनि अन्त जुन चाहिँ 100-100को नोट 50-50 चाहिँ लगेछ। अनि त्यहाँदेखिको यसलाई के गर्छ उता घुमाइदिएछ। मलाई त त्यहाँबाट त बिहा यो यता फर्काएपछि मलाई त कस्तो लाग्यो भन्दा जिउ भएर जिउ बढायो क्या। काँडा उम्रेर त आँसु पनि आयो कि लक 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 अन्त आफै काम्यो। त्यहाँपछि तँ आएको कुदेर मगाएको छक्कै पऱ्यो म त। राति पनि होइन, राति त दरवाजा बन्द। हामी हमेसा दिउँसो आउँदैनौँ, दिउँसो त अब दरवाजा कोही कोही बेला मात्रै आउँछौँ हामी माथि चाहिँ। त छिर्नु लगाइरहेको छु नि त। के गर्नु मगाएको छु मैले त सोचेको पनि थिइनँ पैसा चाहिँ हराउँछ भनेर। थिइनँ कि हामीलाई डर थियो, तर हामीलाई चाहिँ अर्कै डर थियो। मलाई डर लाग्दैन, मलाई पुरा डर लाग्छ। मलाई राति चाहिँ डर लाग्थ्यो। सबभन्दा ठुलो इच्छा चाहिँ मेरो प्रियङ्काले पुरा गरेको थियो। दिउँसै त्यसरी लाने मान्छेले अब राति त यसो भाँचेर पनि पस्नु सक्छ, थाहा पाइँदैन होला। पानी आउँछ भगवान्माथि बरु चढाएर ढोकेर यसो आशीर्वाद थाप्ने बेलामा भगवान्को पैसा सशक्त लगेर झिकेर लाने त हो त राखेको पैसा। मनमा पुरा मलाई त पिर भएर पछि मेरो नानीहरू नराम्रो हुन्छ होला आफूलाई दुःख परेको बेलामा भनेर चाहिँ अब माथि नै राख्छु भन्ने भएर अब चोखो भयो नि त। अब त पूजा गरेँ आयो, दरवाजा बन्द गरेँ होइन, त्यो सोचेर चाहिँ मैले राखेँ। तर अहिले मलाई सोच्छु कि दिदी मैले चाहिँ मुनि नै राखिदिएको बरु हुन्थ्यो जस्तो भयो मलाई चाहिँ। क्या यहाँबाट चाहिँ पैसा लगेको, यताबाट अन्त यतापट्टिबाट पनि लगेको रहेछ। अनि जता पैसा छ नि त्यता चाहिँ फर्काइदिइरहेको रहेछ, सायद नथाहा पाओस् भनेर होला। अहिले यस्तो देख्दैछ नि त्यस्तो थिएन कि, पैसा पनि खुलिरहेछ। हाम्रो चाहिँ यतापट्टि पनि घर भक्कु छ नि त, उतापट्टि पनि त्यस्तै छ। अहिले देखाउँछु, त्यही भएर चाहिँ हामी राति ताला लगाउँछौँ, लेकिन बिहान चाहिँ ताला लगाउँदिन थियौँ नि त। यतापट्टि पनि घर भक्कु छ अनि अगाडि पनि यस्तो छ। दिउँसो त मान्छेहरू हुन्छ नि त, अन्त त्यस्तो केही हुन्छ भनेर सोचेको पनि थिएन मैले। पछाडि पनि घर छ। अहिले चाहिँ म मेरो रुममा छु। मेरो लुगा जुत्ताहरू तल राख्ने नि त आजदेखि। कुन लानु कुन नलानु भइसकिसक्यो। सबै त मेरो नयाँ छ। यहाँ पनि छ, भक्कु छ। मैले जुन लगाएको छुइनँ नि सब यहीँ छ। अनि अझै यो वाला पनि नयाँ। सबसे जरुरी लुगा भन्दा पनि पहिला त मैले यो बोकेर जानुपर्ने छ तल। मैले चाहिँ मेरो सबै लुगाहरू तल ल्याइसकिसकेको छु। जुन मलाई सही लाग्यो ल्याउनुको लागि आधा मैले राखिसकेको छु। अब योहरू पनि राख्नुपर्ने छ। यो मेरो नयाँ जुत्ता पहिला लिएको, लेकिन मैले लगाएको छुइनँ नि त। म कोसिस गर्छु कि यो साल चाहिँ म यो सबै लगाउनुको लागि जुन मैले लिएको छु नि सबै। हामीले जुन कपडा ल्याएको थियो नि सर्टको लागि, त्यसको चाहिँ सर्ट सिलाइसक्नु भएको छ कि। अनि यहाँ छ यो एउटा, 3टा ल्याएको थियो नि त कपडा। अर्को चाहिँ यो, यसको चाहिँ नि बाउला अलिक लामो छ क्या पहिलाको भन्दा, पहिलाको चाहिँ छोटो छ। यहाँको डिजाइन पनि अर्कै छ। यो अन्त यसको पनि बाउला लामो छ कि, एउटा मात्रै छोटो छ अनि 2टा नै लामो बनाउनु भएको छ। बडी चाहिँ आज गुम्बा जानुहुँदैछ। बडीको साथी पनि छ नि त, अनि साथीसँगै जानुहुन्छ बडी चाहिँ। यहाँ छ सुङ्गु। अनि मेरो लागि चाहिँ यहाँनिर काम छोडिदिइरहेको रहेछ। यो कसको घर हो? कसको घर? तैँले बनाएको? 4मा गए? तैँले कति ल्याइस्? 74। ठिकै छ 59 पनि ठिकै छ। मलाई त चेप्टाइदे लु लु लु। यसो केही भन्नु छ कि?
आज चाहिँ घरमा मोमो बनाउने मैले। यहाँ छ खसीको मासुको झोल अनि यो झोलसँग चाहिँ मलाई मोमो खानु मन छ नि त, त्यही भएर चाहिँ मोमो बनाउने। गाजर पनि छिलिसके, इस्कुस पनि रेडी छ। यहाँ छ इस्कुस। अब यसरी एकसाथ राख्ने अनि के हाल्नु छ भनेर म याद गर्दै थिएँ कि धनियाँ हाल्नु छ। अब चाहिँ म माथिबाट टिपेर ल्याउँछु धनियाँ। पहिला अर्को जग्गामा थियो कि अनि यो फेरि नयाँ रोपेको, किनकि त्योवाला सक्यो नि त। धनियाँ पनि हालिसकेँ। म बादमा सायद अझै हाल्छु होला। अहिले एकछिनमा मुसेपछि चाहिँ नि यो कम्ती हुन्छ नि त। म चाहिँ नि पहिला जब दिल्ली गएको थिएँ नि त्यति बेला मलाई झालमुरीसँग खानुलाई हुचिङ चाहिएको थियो नि त। अनि म दोकानमा भन्दैछु कि हुचिङ छ, तर नि बुझ्नु भएको थिएन, थाहा छैन मलाई उतातिर चाहिँ के भन्छ। यो चाहिँ भाँडा सानोभन्दा, त्यही भएर अब यहाँनिर हाल्ने। योवाला ठुलो छ नि त, अहिले चाहिँ ठुलो भाँडामा हालिसकेँ। अब चाहिँ ठिक भयो। अब यहाँ हाल्नुपर्छ नुन। अदुवा चाहिँ आमा लिनु जानुभएको छ, यति नुन हाल्दैछु। अहिले फेरि चाख्छु नि त, अन्त नुन लागेको छैन भने फेरि हाल्छु। आज चाहिँ हामीले खसीको मासु खाएको थियो नि त, अनि योवाला ठुलो बोसो थियो मासुमा, अनि त्यही भएर चाहिँ यो निकालिदिएको थिएँ मैले मोमो खानुलाई। यहाँ छ अदुवा। अब चाहिँ यो छिल्ने हो, अन्त त्यहाँबाट पेस्ट बनाउने हो यसको। वाउ, बनिसक्यो। कान्छी छोरीले एक्लै काम गरेको चाहिँ अब देख्न सक्नु भएन, त्यही भएर चाहिँ मैदा मुसिदिनु हुँदैछ। मलाई राम्रो लाग्दैन हौ साँच्ची मुस्नु नै। हजुर, त्यही भएर त तपाईँलाई मुस्नु आएको त। यहाँ चाहिँ मैले तेल लगाइसकिसकेको छु। तेल लगाएन भने चाहिँ चिप्किन्छ, त्यही भएर चाहिँ तेल लगाउनु पर्छ। आमाले चाहिँ बेलिदिनु हुँदैछ। अब म चाहिँ छिटो छिटो बनाउनुपर्छ, किनभने पानी पर्न आँटेको छ नि त, अनि लाइट जानु सक्छ। म चाहिँ एकसाथ यसरी राखेर अनि किमा हालेर बनाउँछु। तलकोमा चाहिँ यति भइसक्यो। अब माथिको पनि हुनु आँटिसकेछ। अहिले चाहिँ दुईटामै बनिसकिसक्यो। यहाँनिर चाहिँ चारवटा बाँचिरहेको छ। यो चाहिँ नि अहिले एकछिनमा तातिसकेपछि चाहिँ हालिदिन्छु क्या। हजुर, मोमो चाहिँ पाकिसक्यो। 9 बज्न हालिसकिसक्यो। अब चाहिँ खाने हो। यहाँ चाहिँ आमाको लागि पहिला, अनि म खान्छु। राम्रो। अब चाहिँ म पनि गएको खानु।